नमस्ते सबैलाई। आज म तपाईहरुलाई घरमै मिठो झोल मोमो कसरी बनाए देखाउँछु। म यसको झोल चाहिँ है मैले मोमो चाहिँ स्टिम गरेर राखिसकेको छु र झोल रेडी गर्नको लागि चाहिँ मैले यहाँ टमाटरमा तिल, तोरी, खोर्सानी, बदाम हालेर सँगै पकाएको छु र टमाटर पाकिसकेपछि चाहिँ अलिअलि पाकिसकेपछि चाहिँ यसलाई म मिक्सीमा हालेर ग्राइन्ड गर्नेछु सेलाएपछि। अनि यो मिक्सीमा हालेर ग्राइन्ड गरेपछि चाहिँ यसको थिकनेस हेर्नुहोस् है। अनि थिकनेस तपाईलाई अझै चाहियो है, पातलो चाहियो नभए थिक मोटा चाहियो भने चाहिँ त्यही अनुसार तपाईले पानी हाल्न सक्नुहुन्छ। मेरो चाहिँ यो मैले ग्राइन्ड गरिसकेपछि यो यतिको भएको छ र यसलाई चाहिँ म अब कराईमा एकछिन तातो पानी हालेर उमाल्ने छु र यो उम्लिसकेपछि यसको यो अवस्था भएको छ। यो यतिको मलाई यतिको ठिक्क लाग्छ र यसैमा अब म मोमो राख्छु, उसिनिसकेको स्टिम मोमो। अनि अब त्यसैलाई चाहिँ मैले गरमा गरम सर्भ गर्ने हो है। अनि तपाईहरु पनि मलाई बताउनु होला कस्तो लाग्छ तपाईहरुलाई।